यहाँ सबैजनालाई क्रिस्टिना नवरबादन सालोम जय मसीह माझमा म फेरि पनि उपस्थित भएको छु। आज 1 मार्च 2026 2026 यो सुन्दर बिहानीमा सबैलाई स्वागत छ। हामीको दोस्रो कोरिन्थी 5:17 अनुसार यसका कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ र नयाँ हुन आएको छ। आज प्रभुले हामीलाई नयाँ दिन नयाँ समय हाम्रो निम्ति दिनुभएको छ। त्यति मात्र होइन, आज हामी ख्रिस्टमा छौँ भने त्यो के भन्नुभएको छ? नयाँ सृष्टि हो भन्नुभएको छ। आज प्रभुले हामीलाई एउटा रूपान्तरणको सेवाकाई हाम्रो जीवनमा दिनुभएको छ। किनभने हामी ख्रिस्टका सन्तान हौँ। हाम्रो जीवनमा यसले नयाँ सृष्टिको जीवन आज दिनुभएको छ र परमेश्वरले त्यति मात्र होइन, सन्तान बनाउनु भएको छ। अनि त्यो सन्तान पनि के जस्तो त विजेताहरूभन्दा पनि बढी महान सन्तानको रूपमा आज हामीलाई यो संसारमा चुन्नु भएको छ। त्यसकारण प्रिय दाजुभाइ तथा दिदीबहिनीहरूको अनि प्रिय अग्रजन व्यक्तित्वहरू, आज हामी ख्रिस्टका राजदूत हौँ। उहाँले हामीलाई बहिना दिएर उहाँको रगतले आज किन्नु भएको छ। उहाँको रगतले किनिएका पवित्र जाति हौँ र उहाँको अनुग्रहमा बचाएका महान जाति आज तपाईँ र म हौँ। यसकारण आज हामी ख्रिस्टमा नयाँ भएका छौँ अनि ख्रिस्टमा सदाबहार नयाँ सृष्टि हो, परमेश्वरका सन्तान हौ। अनि सन्तान जहिले पनि के हुन्छ त? धर्मी हुन्छ। घमण्डको लागि होइन, धार्मिकताको लागि। आमेन। अनि ख्रिस्टका राजदूत हौ। अनि ख्रिस्टका राजदूत भएको कारणले गर्दा हामी विजेता भन्दा पनि महान विजेताहरू प्रभुले हामीलाई बनाउनु भएको छ। हामीले हाम्रो पहिचानलाई थाहा पाउनुपर्छ कि हामी ख्रिस्टका सन्तान हौ भने हाम्रो पहिचान के हो, त्यो तपाईँ र मैले थाहा पाउनु एकदमै जरुरी छ। आमेन। यो छोटो वचन खण्ड पढाएर सुनाएमा परमेश्वरले यहाँहरू सबैजनालाई आशिष दिनुभएको छ। धन्यवाद। जय मसीह। अनि आजको दिन सबैको आशिषमय छ। हालेलुया।